नौलिनी भद्रकाली माताको जात्रा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको अघिल्लो दिनबाट सुरु भई 6 दिनसम्म बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 13 चुनिखेलमा नौलिनी भद्रकालीको जात्रा मनाइने गर्दछ। जात्राको पहिलो दिन भद्रकालीको मूर्तिलाई मन्दिरमा लगेर पञ्चबली दिई जात्राको सुरुवात गरिन्छ। दोस्रो दिनमा टुसालमा पूजाआजा गरी तेस्रो दिनमा टपेकमा पूजा गरी खाली रथ लिएर नौलिङ्गेश्वरी मन्दिरमा लगेर रातभरि मन्दिरमा छाडिने चलन रहेको छ। चौथो दिनमा सोही मन्दिरमा सिन्दुर जात्रा गरी अन्तिम दिनमा मूर्ति भित्राइने चलन रहेको छ। सयौं वर्ष अगाडि ललितपुर र काठमाडौँ राज्यमा लडाईँ भइरहेको समयमा ललितपुरलाई काठमाडौँले जित्नको लागि राजा र तान्त्रिकको सल्लाहमा भद्रकाली माईलाई भारतबाट कलमा ल्याइएको थियो। उक्त भद्रकाली माईले बच्चाको रूप धारणा गरी राष्ट्रिय नाचघर अगाडिको पिपलको बोटबाट खेतमा काम गर्न गएको किसानले बुढानीलकण्ठ वडा 13 चुनिखेल गाम्चा हाल भद्रकाली मन्दिर रहेको स्थानमा राखी आफ्नो काम गर्नको लागि गएका थिए। काम सम्पन्न गरी फर्केर आउँदा सो बच्चा उक्त स्थानमा भेटिएन। खोजी गर्दा कतै नभेटिँदा उक्त किसानले खाजा खानको लागि लिएर गएका सबै खाजा हिरा मोती माणिक्यहरूमा परिणत भएको थियो। उक्त वरदान प्राप्त भए पश्चात किसानको पुकारले भद्रकाली माईले दर्शन दिएर सोही स्थानमा आसीन भएर बस्ने आज्ञा भएपछि किसान फर्किएको किंवदन्ती रहेको छ। सोही कथाको आधारमा हालसम्म पनि वैशाख शुक्ल पूर्णिमाको दिनदेखि 6 दिनसम्म यस क्षेत्रमा नौलिनी भद्रकालीको जात्रा मनाइने गर्दछ।